प्राइभेट क्याम्पसहरुमा भनेर सबै पस्छ, विद्यालयहरुमा पस्छ। हाम्रा बालबालिका, हाम्रा कलिला युवाहरू, किशोर अवस्थाका युवाहरू र किशोरावस्थाबाट युवा अवस्थामा प्रवेश गर्दै गरेका युवाहरू बिगार्ने छुट कसैलाई छैन। फिस तिरेर हामीले पढाउने, तपाई हाम्रा छोराछोरी बिगार्ने त्यो हुँदैन। अब भनेर सबै निजी विद्यालयहरुमा पनि पस्छ र त्यहाँ राम्रो काम हुन्छ। अहिले ट्रेड युनियनका विरुद्ध सरकार बोलिराखेको छ, यहाँबाट यो खाली गरिदिन्छु, त्यहाँबाट त्यो खाली गरिदिन्छु। हामीले थुप्रै देख्यौँ विगतमा पनि, योबाट खाली गरिदिने, उबाट खाली गरिदिने, संगठन खाली गरिदिने, संस्था खाली। अहिले त देशमा पार्टी नै खाली गरिदिने, पार्टी नै समाप्त पारिदिने के लहर चलाउन खोजेका छन् नि। यी तत्त्वहरू हुँदैन। इन्टरनेसनल्ली रिकग्नाइज कुरा हो ट्रेड युनियन अधिकार। यी अहिले कराउने मान्छेहरू कोही जन्मिया छैनन्। आइएलओ इन्टरनेसनल लेबर अर्गनाइजेसन 1919 मा गठन हुँदा यो संयुक्त राष्ट्र संघ भन्दा पुरानो संस्था 1919 मा बन्यो।